तपाईको परिचय भन्नु न। म नवराज उप्रेती। कहाँ जाँदै हुनुहुन्थ्यो अहिले? म बाटो हिँड्दै थिएँ। कहाँ जानलाई? बाटो हिँड्न कहीँ जानुपर्छ, मेरो आफ्नै डेस्टिनेसन छ। मै बसेर केही गरौँ भन्ने युवाहरूलाई चाहिँ के सन्देश दिन चाहनुहुन्छ? जेसुकै गर भन्ने सन्देश। ओ दिदी, टोयलेट कहाँ छ? टोयलेट क्या भनेको? पिसा फेर्ने ठाउँ देखाउनु न भने। अरूको पनि हेर्दैन, आफ्नो पनि देखाउँदैन। चाहिँ हाम्रो दल ल्याउँदा यो चटपट पानी खाना डोन्ट मिस हैन, अन्त पानी हाल्दिन न। ल है ल पाइदिनी पर्नेमा भन। तिमीले लाइसेन्स बनायौ? मलाई किन चाहियो लाइसेन्स? मलाई गाडी चलाउनै आउँदैन। मुख चलाउन त आउँछ नि, त्यसको बनाउ न। हेर्नुहोस्, केटा हो, केटीले चान्स दियो भने ठोकिन्छ, सिम्पल कुरा है। म पनि हान्छु, तर के हुन्छ भने केटी कुन लेभलमा छ भन्ने कुरा हुन्छ के। केटीले आफ्नो इज्जत आफै राख्नु पर्यो। आफै राख्नु पर्यो अभियसली। अहिले तपाईँ पनि छोरी मान्छे हो, तपाईँले मौका दिनु भने म चौका हानिदिन्छु। हो, मान्नुहुन्छ नि त्यो कुरा? एक दिन बसौँ न कुरा गरेर। ल म रुम मिलाउँछु। ल गर्नु कुरा गर्न रुम। जन्सिना भनेको को? जन्सिना भनेको मै होला नि। हुँदैन म बिहे गरेर गएपछि हजुरको टाउको यसरी कसले मिचिदिन्छ नि बाबा? मेरो खराब पानी छ, मेरो खराब। अब कहाँ जान्छन् राजा? अब राजा अहिले त घर जान्छन् होइन? अब राजा साहबले 3 जना किन हुनुहुन्छ बाइकमा पहिला? मेरो अब राजा आएपछि त यस्तो नपाइएला नि त। राजा आएपछि नगरौँला नि। यो आजको यो र्याली देखेर अवश्य पनि यो गणतन्त्रको गाँड त हल्लियो होला। भाइको नाम चाहिँ के हो रे? हाम्रो पल्सर हो। यहाँको शुभ नाम? यहाँको लगन खेल। यहाँको परिचय दिनुहोस् न। नाम भन्नुहोस् त। नाम मेरो ससुराको शेरबहादुर, मेरो सासूको देउकाली, आफ्नो मेरो पुराको डिले। Which your favorite food? My name is Mary Bishku. How old are you? I'm fine, thank you. प्रधानमन्त्री भन्ने थाहा पाउनुहुन्छ नि? त्यो फिल्म हेरेको छैन। मेरो श्रीमती चाहिँ उहाँको श्रीमानले लानु। मेरो श्रीमान चाहिँ उहाँको श्रीमती लगो के गर्ने? जेसुकै गर्नुहोस्। छोरीको लागि गर्दन काटिदिन्छु म। काटिदिउँ हजुर? गाडी बिहा भयो कि नै बहिनी? हजुर बिहा त भइसक्यो। श्रीमान कहाँ हुनुहुन्छ? श्रीमान त मै हो, श्रीमती घरै छ। म चाहिँ सेफ बन्न चाहन्छु। अनि बहिनीको शुभ नाम? माइती घरमा आउनु भएको छ आज, के को लागि आउनु भएको छ? कति ससुरालीमै बस्नु हुँदैन। हामी हेरेको क्लोज आउनु, क्लोज। ल कमरमा हात राख्नु। रुद्र मोदी चोक कता हो? शेरबहादुर राणीको छोरा, यो 5 चोटि 6 मन्त्री भएर नपुग्ने राणीको छोरा, बोल्न नसक्ने भइसक्यो। राणीको छोरा अझै पनि मन्त्री हुनु पर्यो। राणीको छोरा मलाई कहिले माया परेछ त? छैन। तपाईँसँग पर्छ होला। ताराबाजी लै लै मामा ए गोरा माइजू ल्याइन् डोली पापा ल्याइन् सोली। तिम्रो हातमा भिजेको काँडा झिक्न तयार छु म। हामी दुई बिचको काँडा झिक्न तयार छु म। बुलेट र पोस्टर त छैन मसँग। माइक्रोबसमा धान्छु भने भाडा झिक्न तयार के बोल्नु र? अब प्रश्न भए पो उत्तर दिने हो त। मनमा जे आयो मनमा के हिप 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 घुर्रे कस्तो लागिरहेछ सुरुचोटि बिहे गर्दा? अब जेलमा बाँधियो। जेलहरू तपाईँ किन खुसी छैन त बिहेमा?
बिहेमा किन खुसी छैन? मलाई अगाडिको दिन सम्झेर डर लागिरहेको अन्धकारको अन्धकार तर कुन खालको अन्धकार अन्धकार बधाई छ तपाईँलाई। पैसा खोजेको होइन? हजुर। अघि नै खुकुरी र खुर्पा दिइसक्यो मलाई त्यो तिप्पाहरूले। कति भयो? अब के अब गरि नि रहेछ अलिकति ठग्नै पर्यो हैन। फर यु फर नेपाली इज 2000 फर यु 5000 ओन्ली। किन दाइ किन के गरि यहाँनिर हेर्न सक्छौँ भगवान् छुट्टीमा होलान्, दुधमा नुहाए होलान् र फुर्सदको टाइममा यो अनुहार बनाए होलान्। कति राम्रो दृश्य एउटा हाम्रो स्क्रिनमा अहिले देखाएका छन् क्यामेराम्यानले। थप्पी छन् क्यामेराम्यान, कुनै पनि राम्रो दृश्य चाहिँ छोड्दैनन्। फिल्ड प्लेस गरिएको छ, हात खुट्टा मात्र डोरीले बाँधिदिन बाँकी। बरु बाँध्नुहोस्, मलाई के अत्याचार नगर्नुहोस्। ईश्वरमा ओलीज्यूले आफै भन्नुभएको थियो कि 10-15 हजार मान्छे आउँछ, त्यो नेपालमा सामान्य कुरा हो लगायतका भाषण दिनुभएको थियो। प्रधानमन्त्रीले नै यो कार्यक्रमलाई सामान्य भनिरहँदा यो गोली चाहिँ कहाँबाट आयो? प्रधानमन्त्रीजी यो प्रश्न सोध्ने किन सोध्ने? ग्यास सुँगेर हेर त तिम्रो फेरेका दुईटा मृगवाला कति छिटो ड्यामेज। मैले धेरै पटक भनेको जुनियर मान्छेलाई नबनाऊ भन्दा पनि पार्टीको दबाब झेल्न नसकेर त्यो मान्छेलाई दिदी बनाइयो। ठुलो भएर के भन्ने फ्युचरमा? किन मासु खानु हुँदैन हो सुँगुरको? यो यो तँलाई कुन पार्टी मनपर्छ? तेरो गर्लफ्रेन्डको खबर के छ? उसको त कुरा नगर्नु दादा, जो लामले देख्छ त्यहीलाई मुन बोलाउन थालिहाल्छ। गुड मर्निङ। गुड मर्निङ भाइ के नाम के हो? युवराज शाह। युवराज शाह कति क्लास पढ्छस्? 1। अनि सुन्न बगैँचामा के छ? रन्डी चण्डी फुलहरू छ। तयारी गर्दैछु। म खेलाउन बन्नको लागि जन्मेको मान्छे होइन, खेलाडी बन्नका लागि जन्मेको मान्छे हुँ। यो केराको बोटले म कानमा सुनिरहेको छु, राजा आऊ देश बचाऊ भनिरहेको छु। के हो यो केराको बोटले? Inspires you as an actor to keep acting in the Nepali movie industry? Because त्यति हो। माई भनेको नेपालीमा के हुन्छ? मेरो। हजुर। माई भनेको के हुन्छ अरे नेपालीमा? तपाईँको। लाटा हुनु हुँदैन है टेरिका, तिमी त खतरा रहेछ नि हो है। ल नेपालीमा फुल लेखा त। फ लेखा पहिला, फलाई फु गर। आजदेखि तपाईँको छोरी मेरो। खै आशीर्वाद गर्छु बिहान छुलमा चुल्नु। सचेतन। हजुर। छुट्टीमा पनि एकछिन पढ्नुपर्छ त। कहाँबाट खबर?